गाइज वेलकम ब्याक टु माई न्यू ब्लग। हजुरलाई मेरो न्यू ब्लगमा स्वागत छ। हजुर आज नमस्ते नमस्ते देवर बाबु। उहाँ चाहिँ मेरो भाउजू हुनुहुन्छ। हजुर आज चाहिँ दसैँको टिका लगान आएको मामा घर होइन। ल अब उहाँ चाहिँ हाम्रो प्रिय मामा सुतिरहनु भएको छ। ल मामा नमस्ते गर्नुहोस्, नमस्ते गर्नु न। नमस्ते। उहाँ चाहिँ भाउजूको छोरा। डबल क्यामेरा हुन्छ कि यहाँबाट र दुईवटा फ्रन्टवाला हुन्छ। यहाँ माइजू हाई गर्नुहोस् त एकचोटि। उहाँ चाहिँ बुढाबुढी छिल्लर पाटे। ल हाई गर सबैले। हाई उसलाई त सधैँ गर्थ्यो होला। हाई मम्मीले भिडियो बनाउने। हेलो भाउजू, हेलो ओ ब्युटी भाउजू, ओ ब्युटी भाउजू हाई गर्नुहोस्। उहाँ चाहिँ बडा भाउजू, अनि त्यसपछि उहाँ सेकेन्ड भाउजू, थर्ड भाउजू, अनि उहाँ चाहिँ माई मदर, अनि उहाँ चाहिँ बडा मदर, बिग मदर। ओहो उहाँ चाहिँ माई बिग मदर। ए के भन्न चाहनुहुन्छ दसैँको बारेमा? के एउटा दुईवटा शब्द के भन्नुहोस्। अनि नेपालीमा यो थुका गाला गाउँले भन्नुहोस्। नेपालमा बहुत ठुलो तिहार छ। सबै रमाइलो गरेका छौँ, बसेका छौँ। हजुरहरू सबै कुशल मङ्गल हुनु होला। नेपालमा पुगोस्, भारतमा पुगोस्, जहाँ पनि पुगोस्, अल इन्डिया पुगोस्, हेर्नु हेर्नु होला। भयो एकदम बढिया भयो। ननस्टप पनि आउँछ तपाईँको हो, ब्रेक लाग्दैन भनौँ न। ल भाउजू के भन्न चाहनुहुन्छ? ल भाउजूको दुई शब्द भन्नुहोस्। देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीजन, आमा बुवा दाजुभाइ दिदीबहिनी सम्पूर्णलाई विजयादशमीको हार्दिक मङ्गलमय शुभकामना भन्न चाहन्छु। नमस्ते। ढोकिया तिम्रो हेराइले धर्का ढोकिया। ल हाम्रो माइजूको पालो। ल माइजू भन्नु, दसैँको बारेमा के भन्न चाहनुहुन्छ? भन्नुहोस् न, किन लजाउनुहुन्छ? पुरा भखरेको जस्तो। दसैँमा ले किन हान्ने हो र मम्मी बुवालाई सम्झिन्छ भन्दा पुरा भखरेको केटी लजाउँछ। उहाँ चाहिँ हाम्रो माइजू धेरै लजाउनुहुन्छ है, गाह्रो पिरो नमान्नु होला।